नमस्कार स्याङ्जा जिल्लावासी दाजुभाइ दिदीबहिनीहरू, विशेषतः स्याङ्जाको निर्वाचनका सम्पूर्ण मतदाता दाजुभाइ तथा दिदीबहिनीहरू। हाम्रो चाहिँ नि फागुन 21को संसदीय चुनाव सम्पन्न भइसकेको र त्यसमा हजुरले अब मतगणनाको परिणाम पनि आइसकेको र हजुरले सर्वविदित हुनुहुन्छ। र म खिमबहादुर छेत्री एकल स्वतन्त्र उम्मेदवार थिएँ र मेरो चुनाव चिन्ह तिलहरी थियो र मेरो चुनाव चिन्हलाई अथवा म खिमबहादुर छेत्रीलाई विशेष माया गरेर जति पनि मतदाताहरूले मलाई मतदान गर्नुभयो उहाँलाई मेरो तर्फबाट धेरै धेरै धन्यवाद छ। हजुरलाई शुभ होस्, राम्रो होस् भन्ने म कामना गर्न चाहन्छु र अब जो जति महानुभावहरूले मतलाई मतदान गर्न विविध कार्यले मलाई नगर्नु भए तापनि उहाँलाई पनि धन्यवाद दिँदै आगामी मेरो राजनीतिक जीवनलाई हजुरले समर्थन सहयोग गरिदिनु होला। र अन्त्यमा म के भन्न चाहन्छु भन्दाखेरि चुनाव परिणाम जे जस्तो भए तापनि हार र जित भइहाल्छ, स्वीकार गर्नुपर्ने हुन्छ र विशेष मलाई माया गरेर मतदान गरिदिनु नि मेरा प्रिय मतदाता आज दाजुभाइ दिदीबहिनीलाई, आमा बुवाहरूलाई सम्पूर्णलाई मेरो धेरै धेरै धन्यवाद भन्दै म आफ्नो मन्तव्य दिन चाहन्छु। धन्यवाद, नमस्कार।